ठ्याक्कै 1 महिना भयो अंशुलाई न्याय कहिले। मोरङ लेटाङ नगरपालिका 2 स्कुल चोककी 13 वर्षीय चेली अंशु गौतम हराएको ठ्याक्कै 1 महिना र उनको शव भेटिएको पनि 2 हप्ता भइसक्यो। तर अहिलेसम्म अपराधी पक्राउ परेका छैनन्। बेपत्ता भएको 18 दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र उनको क्षत विक्षत अवस्थामा शव फेला परेको थियो। अहिले उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ। परिवार समाज र सिंह मुलुक यस घटनाको सत्य तथ्य विवरण सहित न्याय पाउनको आशा लिएर प्रहरीको अनुसन्धान कहाँ पुगेको छ भन्दै आसपासमा प्रश्न गरिरहेका छन्। बलात्कारपछि हत्या गरिएको हृदय विदारक यो घटना योजनाबद्ध अपराध जस्तो देखिन्छ। अहिलेसम्म ठोस प्रमाण नभेटिए पनि शरीर र टाउको छुट्टिनुको धारिलो हतियार प्रयोग भएको र बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। यो घटना जटिल अनुसन्धानको विषय बनेको छ। दशैंको रमाइलो समयमा असोज 21 गते साँझ अंशु घर नजिकै पिङ खेल्न गएकी थिइन्। 5:30 बजेसम्म छिमेकीहरूले उनलाई पिङमा देखेका थिए। त्यसपछि उनी बेपत्ता भइन्। परिवार र स्थानीयले राति अबेरसम्म खोज तलास गरेपछि नभेटेपछि प्रहरीलाई खबर गरेका थिए। अंशुको परिवार न्याय नपाएसम्म शव अन्त्येष्टि नगर्ने अडानमा रहेका छन्। यस्तो अकल्पनीय घटनाका अपराधी अहिलेसम्म पक्राउ नपरेकाले अरू पनि घटना हुन सक्ने भयले समाज त्रसित रहेको छ। यस अपराधको अनुसन्धान प्रहरीलाई ठूलो चुनौती बनेको छ। दशक अघि पनि कैलालीकी निर्मला पन्तको विभत्स हत्या भएको तर घटनाका दोषी अहिलेसम्म पत्तो नलागेको दृष्टान्त हामी समक्ष रहिरहेको छ। यस बालक हत्याको बारेमा गहन अनुसन्धान गरेर संलग्न अपराधीलाई फाँसी सरहको सजाय गरियोस्।